हेलो नमस्ते सम्पूर्णमा र हामी चाहिँ आज ग्लेजिङको काम गर्दैछौँ यहाँ चापाकोटमा। अनि हजुरहरूले पनि यसरी नै ग्लेजिङ गर्न चाहनुहुन्छ भने हामीलाई सम्झिनु होला र हामीले हाम्रो लोकेसन चाहिँ बायोमा राखिदिनेछौँ। यसरी गर्छौँ है। पहिला चाहिँ यसरी फ्रेम जोड्नु पर्ने हुन्छ र फ्रेम जोडिसकेपछि सिसा टास्नका लागि एउटा दुईवटा अनि यो चाहिँ टक्क टेप लाएर फेरि त्यो सेतो टेपलाई निकालेर ग्लास लाएर अनि फेरि पुनः सिसा तासेर फेरि सिलिकन लाएर जाम गर्नुपर्ने हुन्छ है बलियो गराउनका लागि। र यसरी गरिन्छ हाम्रो काम। यदि हजुरहरूले पनि यस्तै ग्लेजिङ राख्न इच्छुक हुनुहुन्छ भने हामीलाई सम्झिनु होला। सुपथ र छिट्टो फिनिसिङ काम गरिदिनेछौँ, हामीले गरिदिनेछौँ। र यहाँ हेर्न सक्नुहुनेछ अहिले चाहिँ हाम्रो अब 4 पिस हाल्न छ। अझै 4 पिस राख्नै छ हामीले। यो के गरे सिसा यता काम हुँदैछ। अब धेरै बेर लाग्दैन हामीलाई काम फिनिसिङ गर्नको लागि। र यो काम चाहिँ अझै 1 दिन फेरि आउनुपर्ने छ किनभने सिसा साफ गर्नुपर्ने हुन्छ। यता चाहिँ हामीले फिनिसिङ गरिसकेका छौँ। यता चाहिँ हामीले खट थिएन, त्यही भएर टाइम लाग्यो। अनि यो ठुलो पार्टिसनमा चाहिँ यो ग्लेजिङमा चाहिँ अब काम सुरु हुँदैछ, गर्दैछौँ। 4 पिस सिसा राखेर चाहिँ यो काम हामीले सकिनेछौँ। फेरि पुनः पछि आएर यो सिसाहरू ग्लासहरूलाई टक्क साफ गरेर चम्काउनेछौँ है गाइस। अनि यसरी गरिन्छ। हामीले चाहिँ यस्तो घरमा यसरी ग्लेजिङ गरेका छौँ। हजुरहरूलाई पनि यस्तै ग्लेजिङ गर्न चाहनुहुन्छ भने सम्झिनु होला है त। 10 वर्ष अनुभव भएको हाम्रो एकदम मेहनती मिस्त्री चाहिँ उहाँ हुनुहुन्छ है। हजुरहरूले जस्तो सुकै काम गराउन चाहनुहुन्छ उहाँले चाहिँ मजाले गर्नुहुन्छ है। र हामीले चाहिँ किचन डेकोरेसनदेखि लिएर झ्याल ढोका ग्लेजिङ टप्पन ग्लास सबै गरिन्छ है काम। पार्टेसन यसरी फिनिसिङ हुँदैछ हाम्रो टक्क उस चाहिँ सिलिङ जिप्सन पनि राखिन्छ है। निकै अनुभवी मिस्त्री हुनुहुन्छ उहाँ चाहिँ। धैर्यताको फल नै मिठो हो न। धैर्यको फल नै मिठो हुन्छ भन्छ है। धैर्यताको नै मिठो हुन्छ भन्छ नि। 8 वर्ष गरेर 8 वर्षको अनुभव पहिले के गरे रामपुरमा आएर टक्क त्यसरी गर्न मतलब यसरी काम गर्न पाउँदा हजुरलाई कस्तो अनुभव भइरहेछ ल भन्नुहोस्। खुसी हुनुहुन्छ कि दुखी हुनुहुन्छ यो कुरामा? मलाई एकदम रमाइलो लाग्छ। छोटो समय छोटो अवधिमै यसरी यस्तो काममा पनि हात हाल्न पाएका छौँ। यसरी हामीहरूलाई चाहिँ काम दिएर हामीले यसरी आफ्नो सिप देखाउन पाइरहेको हुँदा हामी निकै खुसी छौँ। हाम्रो आफ्नै एल्युमिनियम छ, तर यो चाहिँ हामी स्क्वायर फुटमा गरिराखेका छौँ। यो चाहिँ हाम्रो मनोज दाईको काममा चाहिँ हामीले आज यो गरिराखेका छौँ। के अरे काम गरिराखेका छौँ। हामीले चाहिँ सबै काम गर्छौँ र सबै कम्पनीमा गएर स्क्वायर फुटको हिसाबले काम गर्छौँ है त गाइज। आफ्नो पनि छ, आफ्नै पनि गरिन्छ, आफ्नै नहुँदा अरूको पनि गरिन्छ। त्यही हो, खानै पर्यो गाइज साँझ बिहान। त्यही भएर दुःख गर्नै पर्ने रहेछ, दुःख गरिएछ। यसरी फिनिसिङ हुँदैछ यहाँ चाहिँ। अनि हामी चाहिँ यहाँ अहिले लोकेसन भन्नुपर्दा चाहिँ चापाकोट स्याङ्जामा छौँ। ठ्याक्कै पाल्पा रामपुर आउने करिडोर ठ्याक्कै पारी है भिट्टामा छौँ हामी चाहिँ। यसरी देख्न सक्नुहुनेछ यहाँ मस्त उहाँ पनि पार्टिसन गरेका छौँ मन्दिरमा। यसरी एकदम सुनसान आनन्द एकदम रमाइलो बस्ती छ यो चापाकोटमा चाहिँ।
यसरी झ्यालडोकाहरू यसरी सिसा लाउनु परेमा र यस्तो झ्यालमा रेडी के अरे काठको झ्यालमा यसरी एल्युमिनियम पनि हामीले राख्ने गर्छौँ है गाइस साथीहरू यसरी राख्ने गर्छौँ यसरी झ्यालमा पनि काठको झ्यालमा पनि यसरी एल्युमिनियम राख्न चाहनुहुन्छ भने पनि सम्झिनु होला अब जम्मी काम लगभग सकिँदै गएको छ अब मैले चाहिँ यहाँ एउटा सिसामा अब सबै अरू सिसामा यहाँ टेप लगाइसकेँ अब 2 पिस छ 2 पिसमा म टेप पनि लाउन अब सकिनै आँटिसक्यो र यसरी हजुरहरू पनि गर्न चाहनुहुन्छ सम्झिनु होला हजुरहरूको सामु हामी आएर हजुरहरूलाई काम गरेर खुसी पारेर हामी जानेछौँ ल है त गाइज ल है गाइज हामी चाहिँ ग्लेजिङको काम गर्दैछौँ यो ग्लासमा सिलिकन लगाउँदैछौँ मास्किङ टेपमा टक्क गरेर बोर्डर गरेर यसरी लगाइन्छ है फिनिसिङ चाहिँ यसरी गरिन्छ हेर्न सक्नुहुनेछ यदि हजुरहरूले पनि यस्तै ग्लेजिङ गर्न चाहनुहुन्छ भने हामीलाई सम्झिनु होला है त यताको हाल्नै छ सिसा यताको फिनिसिङ हुँदैछ उहाँ चाहिँ हाम्रो मिस्त्री भनौँ हाम्रो चाहिँ रिमिगा एल्युमिनियम किसानबारीमा छ है यदि हजुरहरूले पनि यस्तै ग्लेजिङ गर्न चाहनुहुन्छ भने सम्झिनु होला हाम्रो पसलको प्रोप्राइटर शेरबहादुर बराल मगर उहाँको फोन नम्बर चाहिँ 9867844347 है गाइज हामीले स्क्वायर फुटको हिसाबमा पनि लिन्छ है कुनै पनि कम्पनीमा काम गर्न बोलाएर हामीले चाहिँ स्क्वायर फुटमा पनि काम गरिन्छ हेर्न सक्नुहुनेछ यो हाम्रो चाहिँ चापाकोट स्याङ्जामा त्यसरी ग्लेजिङको काम गरिरहेका छौँ हामीले यतिखेर निरन्तर काम भइरहेको छ हाम्रो यता सिसा रेडी हुँदैछ यता टक्क हाम्रो सोल्टीले चाहिँ ग्लेजिङमा ग्लास हालेर फ्रेममा ग्लास हालेर यहाँ सिलिकन लाउँदै हुनुहुन्छ है र म चाहिँ यहाँ भिडियोग्राफर ट्र्याक्क है हेर्नु है यसरी गरिन्छ काम हुन्छ फोर चाहिँ अब 2 दिनपछि सुकेपछि अब यसरी ल हेर्नु है त सिलिकन कसरी लगाइन्छ अनि मास्किङ टेपबाट लगाएर टक्क लाउनु पर्छ सिलिकन चाहिँ फिनिसिङ हुँदैछ हामीले चाहिँ ग्लास लाउँदैछ मैले 1-2 दिनपछि आएर चाहिँ सिसा पुस्ने काम हुन्छ हाम्रो भरपर्दो र सुपथ स्क्वायर फुटमा गर्ने मिस्त्री चाहिँ उहाँ है रामपुर पाल्पामा तर बोल्न अलिकति मलाई घाँटीले पनि साथ दिएको छैन किनकि एकदम टन्सिल रोगी भइयो 2-4 दिन भइसक्यो के गर्नु र जिन्दगी यस्तै छ काम गर्नै पर्यो साझा खानै पर्यो काम नगरे साहुले खाना दिन्न ल हेर्न सक्नुहुनेछ है हाम्रो लोकेसन चाहिँ ठ्याक्कै पाल्पा रामपुर आउने करिडोरको पारी उसमा छौँ है स्याङ्जा चापाकोटमा अब वडा नम्बर कसरी पर्छ हेनदेन त्यो सबै थाहा छैन यसरी चाहिँ हामीले काम गर्दै गरेको ठाउँ हेर्न सक्नुहुनेछ टक्क यो पछाडिको बााउन्ड्री उसमा बरन्डामा चाहिँ हामीले ग्लेजिङ गरेका छौँ अब धेरै छैन 4 पिस छ 4 पिस सिसा ग्लास हालिसकेपछि चाहिँ हाम्रो काम पुरा हुन्छ आजको लागि र फेरि पनि आउनुपर्ने हुन्छ हामी यहाँ सिसा साफ गर्नको लागि यसरी खटिराख्नु भएको छ है हाम्रो सोल्टी चाहिँ काममा
के कस्तो प्रतिक्रिया दिनुहुन्छ यहाँहरू के गरे हाम्रा यस्तै के गरे ग्लेजिङ गर्न चाहनुहुने कस्टमरहरूलाई चाहिँ साउ भन्नुहोस् जनता जान्न चाहन्छ त्यता भन्नु नि ल हेर्नु नि यार काम हुँदैछ हाम्रो यो चाहिँ 50-60 सेक्सन होइन यो चाहिँ ग्लेजिङ भन्छ ग्लेजिङ काम हुँदैछ बग्दैछ यदि तपाईँहरू पनि यस्तै फिनिसिङ डिजाइनमा कन्ट्याक्ट नम्बर पनि त्यही बायोडाटामा राखिदिनेछु है ग्लेजिङहरू काम गर्नु पऱ्यो भने र एल्युमिनियमको सम्पूर्ण काम सुपर मोल्डको काम गर्नु पऱ्यो भने छिटो अनि सरीको तपाईँलाई काम लगाउन चाहनुहुन्छ भने सिधै हाम्रै सम्पर्क गर्दा चाहिँ राम्रो हुन्छ भनेर ल हेर्नु यो चाहिँ लास्टको टेप निकालेर फिनिसिङ पोइन्ट हेर्नु है यहाँ टक्क यो बाहिर जति बाहिर देखिएछ नि यो चाहिँ सुकेपछि टक्क हामीले काट्नुपर्ने हुन्छ यसलाई आज गइन्छ अनि 1-2 दिनपछि आइन्छ टक्क फिनिसिङको पनि भिडियो हाल्नेछन् हामीले हजुरहरू मार्फत यसरी निकालिन्छ है टेप चाहिँ टक्क किनकि यो टेप अनि राख्नुको कारण चाहिँ सिलिकन चाहिँ यताउति सिसामा लसपस नहोस् भनेर टक्क बोर्डर राखेर हामीले चाहिँ यसरी सिलिकन लगाइन्छ अनि लास्टमा सिलिकन लगाइसकेपछि यसरी चिकिन्छ है गाइस ल है सिसा हाल्नु चाहिँ सकियो तर सफा गर्न छ है अब सफा गर्न एकदिन टाइम लाग्छ फाइनली ग्लेजिङ काम भ्याइयो यस्तो छ है ग्लेजिङ यता पनि परिछ सानो थियो है यो चाहिँ भित्रबाट तान्यो यस्तो लक हुन्छ र यता पनि छ है लक क्यासपिन हुन्छ क्याबिन यो चाहिँ सुधाखालिसी लाग्यो यो चाहिँ भित्रबाट खोल्ने यो चाहिँ मैले खोलिराखेको बाहिरबाट ढाका दिएँ भाइ यस्तो देखिन्छ भित्रबाट लुक्स है यस्तो छ यहाँ पर राख्नको लागि सिलिकन राखिदिएको छ हामीले यस्तो छ अनि यहाँ चाहिँ क्याबिन यो चाहिँ यस्तो लक खोल्न मिल्छ है यस्तो छ है लक यहाँ कब्जा यो चाहिँ यस्तो लगाएर लक भयो